हामीले सुतिसकेपछि अनेक प्रकारका सपनाहरू देख्ने गर्दछौँ। सपनामा हामीले राम्रा नराम्रा कुराहरू देखिरहेका हुन्छौँ। आज मैले सपनाको बारेमा लिएर उपस्थित भइसकेको छु। सपनामा बत्ती बलेको देखियो भने नयाँ नयाँ अवसरको प्राप्ति हुन्छ। आकाशमा बिजुली चम्केको देखियो भने कार्य व्यापार व्यवसायहरू बन्द हुँदै जान्छन्। मासु देखियो भने आकस्मिक धन लाभ हुन्छ। विदाई समारोह देखियो भने धन सम्पत्तिको वृद्धि हुन्छ। भाँचिएको कुनै छतहरू देखियो भने यसमा धन प्राप्ति हुने देखिन्छ। र यसैगरी सेतो परेवा देखियो भने शत्रु पनि हाम्रा मित्र बन्ने गर्छन् र मौरी देखियो भने मित्रता बढ्छ र पन्जा देखेमा अचानक धन लाभ हुन्छ र सिंहको जोडी देखेदेखि दाम्पत्य जीवन बिग्रिरहेको छ, दाम्पत्य जीवन एकदमै राम्रो भएर जान्छ। हामीले मैना या मयूर देखियो भने अत्यन्त उत्तम फलको प्राप्ति शुभ सङ्केत हो। कसैले गरगहना देख्यो, आभूषण देख्यो भने आफ्ना कुनै कामहरू पुरा हुने सङ्केत हो। कसैले गोरु देख्यो, मोटो गोरु देख्यो भने त्यसमा अन्न सस्तो हुने गर्छ। चामल देख्यो भने शत्रुता समाप्त हुन्छ। पूजापाठ गरेको देखियो भने पनि हाम्रा समस्याहरू अन्त हुन्छन्। कुनै शिशु चलिरहेको देखियो भने धन प्राप्ति हुन सक्ने सम्भावना हुन्छ। कुनै रातो कपडा लगाएर कन्या सजिएर आएको देखियो भने घरमा लक्ष्मीको प्रवेश हुन्छ। कुनै फलका गुठीहरू देखियो भने व्यक्ति सिधै धन लाभ प्राप्ति गर्छ। कुनै पलङमा सुतेको देखियो भने उसलाई गौरव प्राप्ति, धन प्राप्ति, सुख प्राप्ति हुने गर्दछ। हराभरा जङ्गल देखियो भने सिटै मानिस प्रसन्नता र खुसी प्राप्ति गर्छ र धन धान्यको वृद्धि गर्छ। खुल्ला ढोका देखियो भने पनि हाम्रो जीवनमा नयाँ नयाँ मित्रहरू, इष्टमित्रहरूको वृद्धि हुन्छ। बन्द ढोका देखियो भने धन हानि हुने गर्छ भने कुनै खाएको देखियो भने त्यसले सिद्धि प्राप्ति, धन प्राप्ति हुन्छ। चस्मा लगाएको देखियो भने ज्ञानको वृद्धि हुन्छ। पुरी खाएको देखियो भने हामीलाई प्रसन्नता मिल्छ र तामा देखेदेखि गुप्त रहस्यहरू हामीलाई पत्ता लाग्ने गर्छन्। जामुन खाएको देखियो भने समस्याहरू टाढा हुने गर्दछन् र जुवा खेलेको देखेमा व्यापारमा लाभ, उन्नति, प्रगति हुन्छ। र यसै गरी खच्चर देख्यो भने धनसँग सम्बन्धित समस्याहरू पर्छन् र समाधि देख्यो भने सौभाग्यको प्राप्ति हुन्छ। आफै उडेको देखियो भने कुनै समस्याहरू हट्छन् र विदेश यात्राको योगहरू बन्दै जान्छ। लडाईँ देखियो भने मान्छेलाई प्रसन्नता, खुसी मिल्छ भने लडाईँमा मरेको देखियो भने राज्य प्राप्तिको योग बन्छ भने गोबर देख्यो भने पशुको धन, व्यापार, लाभ हुने गर्दछ। सर्प देख्नु भनेको, कालो सर्प देख्नु भनेको पितृदोषका कारणले या अन्य कुनै कारणले देखिन्छ। सेतो सर्प देख्यो भने धनको लाभ हुन्छ। सुपारी देखियो भने रोगबाट मुक्ति प्राप्ति हुन्छ र लट्ठी देख्यो भने सपनामा आराम, यशको प्राप्ति हुन्छ। खाली बेलगाडी देख्यो भने नोक्सान, धन हुने सम्भावना धेरै हुन्छ भने सलाई कोर्नु भनेको धनको प्राप्ति हो र लडाईँको सङ्केत पनि हो। लास देखियो भने रोग बिमारबाट मुक्ति पाइन्छ भने चुरा देखियो भने सौभाग्यमा वृद्धि हुन्छ। धन उधारो देखियो भने अत्याधिक धनको प्राप्तिको सङ्केत हो। चन्द्रमा देखेदेखि सम्मान मिल्ने गर्छ। चाँदी देखे धन लाभ हुन्छ र यसै गरी तपाईले खेतमा पाकेको गहुँ देख्नुभयो भने धन लाभ हुन्छ र फलफुल खाएको देखे पनि धन लाभ हुन्छ। चस्मा लगाएको देख्यो भने ज्ञानमा वृद्धि हुन्छ। रातो फुल देखे तपाईको भाग्य चम्कने सक्छ र सेतो फुल देखेमा कुनै समस्याबाट छुटकारा प्राप्ति गर्नुहुन्छ। सेतो सर्प टोकेको देख्नुभयो भने धन प्राप्ति हुन्छ र यसै नदीको पानी पिएको देख्यो भने सरकार या राज्यबाट धनको प्राप्ति हुन्छ। यी सपना अत्यन्तै महत्त्वपूर्ण सपना थिए। भिडियोलाई एक लाइक, शेयर, कमेन्ट गरिदिनु होला।